हेलो एभ्रिवान वेलकम टु माई मिनी ब्लग। सो गाइज हजुरहरू सबैजनालाई स्वागत छ। आज चाहिँ म एउटा सानो भिडियो बनाएर हजुरहरूप्रति प्रस्तुत गर्ने कोसिस गरेको छु र केही कुराहरू हजुरहरूप्रति सेयर पनि गर्नेछु है त। सो गाइज कुवेतमा चाहिँ बस ड्राइभरमा आउनुभन्दा अगाडि चाहिँ धेरै कुरा सोचेर आउनु होला। बरु हजुरहरू ट्रक ड्राइभर सानो लाइट गाडीमा आउनुभयो भने अलिकति सुख होला। तर बस ड्राइभरमा चाहिँ बिर्सेर पनि नआउनु होला, किनभने धेरै काम गर्नुपर्छ, धेरै दौडिनुपर्छ। यो बस कम्पनीहरूको कन्ट्र्याक्टमा काम हुन्छ यिनीहरूको, र हामीले त्यो कन्ट्र्याक्टमा काम गर्ने हो। दिनमा नेपालबाट चाहिँ 3 टिप मात्र हुन्छ भनेर ल्याएको हो हामीले खास गरी। तर अहिले यहाँ चाहिँ 7 टिप 6 टिप चाहिँ हामीले गर्नै पर्छ दिनमा। एकदमै गाह्रो हुन्छ। बिहान 5 बजे उठेर हिँड्यो भने बेलुकाको 10 त बजि नै हाल्छ। सो एकदमै दुःख छ बसमा। त्योभन्दा बेटर चाहिँ हजुरहरू ट्रक ड्राइभर अथवा डेलिभरीमा त नआउनुहोस्, सानो कार ड्राइभरमा चाहिँ। तर लाइट ड्राइभर अरू कम्पनीमा डेलिभरी छोडेर त्यसमा र ट्रक ड्राइभर भनेर आउनुभयो भने चाहिँ काम त्यति साह्रो गाह्रो हुँदैन। किनभने बस ड्राइभरमा चाहिँ एकदम कुद्नुपर्छ, एकदम टाइम टु टाइम हुन्छ। त्यो टाइममा स्टाफहरूलाई पुर्याइदिनुपर्छ र स्टाफहरूलाई लिन जानुपर्छ, एकदम गाह्रो हुन्छ। सो आउँदाखेरि एकदम बुझेर आउनु होला। अहिले पनि म बिहान 2 टिप गरेर अहिले फेरि फाइल भन्ने ठाउँमा अर्को टिप गर्नको लागि जाँदैछु। धेरै गाह्रो हुन्छ बस चलाउनु चाहिँ। चलाउनु त कुनै गाह्रो छैन, जस काम चाहिँ एकदम गाह्रो हुन्छ, कुदेकै गर्नुपर्छ। सो म बिहान 5 बजेदेखि यो ड्राइभिङ सिटमा बसेको र अहिले लगभग 1:44 गइसकेको अवस्था छ र अहिलेसम्म म यो गाडीबाट तल झरेको छैन। एकदमै धेरै गाह्रो हुन्छ। सो गाइज यस्तै छ। सो अब हजुरहरूलाई के भन्नु छ र अरू होइन, एकदम बुझेर आउनु होला, राम्रोसँग ड्राइभिङ काममा आउनु होला। पैसा राम्रै हुन्छ, तर बस ड्राइभर भनेर चाहिँ नआउनु होला, एकदम दुःख हुन्छ। धेरै काम गर्नुपर्छ, नबसिकन एकदम दौडेको गर्नुपर्छ। र अर्को कुरा के छ भने ड्राइभर काममा चाहिँ बस ड्राइभरमा चाहिँ किनभने एक दिन पनि छुट्टी हुँदैन है गाइज, एक दिन पनि छुट्टी हुँदैन। कि त छुट्टी पाउनको लागि हजुर एकदमै बिरामी हुनु पर्यो, त्यो हो भने चाहिँ छुट्टी पाउँछ, होइन भने तपाईँले एक दिन पनि छुट्टी पाउनुहुन्न। किनभने हामी ड्राइभरहरू नै छुट्टी बस्यो भने अरू काम गर्ने कम्पनीको स्टाफहरूलाई कसरी काम गर्ने ठाउँसम्म पुर्याइदिने, काम गर्ने ठाउँबाट कसरी ल्याइदिने भन्ने कुरा हुन्छ। सो त्यो कारणले गर्दाखेरि हाम्रो छुट्टी चाहिँ हुँदैन है गाइज, एकदम गाह्रो हुन्छ। त्यो भएर अरू काममा ड्राइभिङमा ट्रक अथवा कुनै लाइट ड्राइभर भनेर आयो भने चाहिँ हप्तामा एकचोटि, 1 विकमा एकचोटि छुट्टी चाहिँ मिल्छ होला सायद, जहाँसम्म मलाई लाग्छ। तर बस ड्राइभरमा चाहिँ हतपत छुट्टी मिल्दैन, पाउन एकदम गाह्रो छ। सो गाइज अर्को कुरा चाहिँ के हजुरहरूप्रति मैले सेयर गर्न चाहेँ भने हाम्रो नेपाल काठमाडौँ सिटीमा धेरै ठाउँमा मेन पावरहरू रहेको छ र मेन पावरहरूले के भन्ने गर्छ भने हजुरहरूलाई एकदमै बेसिक स्यालेरी धेरै भनिदिन्छ र हामी मक्ख पर्छौँ। नेपालको बानी नै त्यस्तै हुन्छ र हामीलाई पनि 150 बेसिक भनेर चाहिँ झुकाएर पठाएको र यहाँ आएपछि चाहिँ कम्पनीले हामीलाई थर्काएर हप्की दप्की गरेर 120 मा हामीलाई चाहिँ सिग्नेचर गर्न लगाएको छ। सो त्यस्तो हुन्छ। त्यो कारणले गर्दाखेरि एकदम बुझेर आउनु होला। ड्राइभिङ भन्ने बित्तिकै अब पैसा राम्रो हुन्छ भनेर हरेक मान्छेले सोध्छन्, होइन, हुन्छ। तर राम्रो कम्पनी, राम्रो प्लेटफर्म पायो भने चाहिँ ड्राइभर काम पनि नराम्रो होइन, एकदमै राम्रो पैसा त हुन्छ। तर एकदम बुझेर आउनु होला। सो हतार नगर्नु होला। बरु 2-4 महिना 6 महिना वर्षा दिन पर्खेर एकदमै बुझेर मात्र, अझ त्योभन्दा राम्रो आफ्नो कोही चिनेको साथीहरू त्यो देशमा छ भने उहाँहरूसँग जानकारी लिएर आउँदा चाहिँ एकदम बेटर हुन्छ।